सब गोटे में प्रणाम। मैथिली ट्युसन के 11हम कक्षा में आहा सब गोटे के स्वागत है। साथीहरु, हामीले धेरै कुराहरु सिक्यौं। अब यो कुराहरुलाई कन्भर्सेसन में कसरी चेन्ज गर्ने भनेर आज एउटा कन्भर्सेसन लिएर आएको छौं हामी तपाईको लागि। यो कन्भर्सेसन में मानौ कोही दुईजना दिदी बहिनीको कन्भर्सेसन हो। एकजना चाहिँ आउट अफ नेपाल बसिराख्नु भएको छ र एकजना नेपालमै हुनुहुन्छ र लकडाउनको बेलामा उहाँहरूले कसरी कन्भर्सेसन गर्नुहुन्छ। मोस्ट अफ द वर्ड्स तपाईलाई थाहा भएकै हो। अनि केही वर्डहरु यस्तो पनि छन् जुन हामी आज नयाँ सिक्छौं। यो कन्भर्सेसनकै बीचमा नयाँ नयाँ शब्दहरुलाई उल्था पनि गर्दै जाउँला। अलिकति लामो हुन सक्छ है। ओके, जस्तै एकजना बहिनी छिन्। बहिनीले भन्नुहुन्छ दिदी प्रणाम। यो दुईटै शब्दको अर्थ तपाईलाई थाहा छ। अब दिदीले बहिनीले नै भन्नुहुन्छ दिदी प्रणाम, की हाल खबर। अनि दिदीले भन्नुहुन्छ हमर ठीक छै, अपन कहू। अनि बहिनीले फेरि भन्नुहुन्छ हमहु ठीक छी दिदी। हमहु ठीक छी दिदी भनेको म पनि ठिकै छु दिदी। म पनि ठीक छु दिदी। गाम घर में कोना छै। गाम घर भनेको गाउँ घर। गाउँ घरमा कस्तो छ। अनि दिदीले भन्नुहुन्छ अखन के समय में त गामे घर निक, शहर में त बेसी दिक्कत छै। अहिलेको टाइममा त अखन के समय में भनेको अहिलेको समयमा त गामे घर निक, गाउँ घर नै राम्रो, शहर में त बेसी दिक्कत छै, शहर में त एकदमै गाह्रो छ। खाना के सामान सबके सेहो बहुत अभाव छै। खाना को सामान को पनि सेहो बहुत अभाव छै, धेरै अभाव छ। एकैटा कोठली में बैसल बैसल अकच्छ लाग जाइए। एकैटा भनेको एउटै, कोठली भनेको कोठा। एकैटा कोठली में एउटै कोठामा बैसल बैसल बस्दा बस्दै अकच्छ लाग जाइए, दिक्क लाग्छ। अकच्छ लाग जाइए, दिक्क लाग्छ। अनि फेरि बहिनीले भन्नुहुन्छ ए तहन नेपाल में सेहो लकडाउन के प्रभाव कनि बेसिए छै। ए भनेको अब यो थेको जस्तो भयो, कुनै कुरामा हामी ए जनाउँछौं नि। ए तहन भनेको त्यसो भए नेपाल में सेहो, सेहो भनेको पनि, नेपालमा पनि लकडाउन के प्रभाव कनि बेसिए छै। लकडाउन को प्रभाव कनि भनेको अलिकति, बेसिए भनेको धेरै, बेसी भनेको धेरै, कनि बेसिए छै, अलि धेरै नै छ। अनि दिदीले भन्नुहुन्छ ह बौआ। ह भनेको हो, उहाँहरुलाई अफर्मेसन जनाएको कि तपाईले भनेको कुरा राइट हो। ह बौआ, हो नानी भने जस्तै हो। ह बौआ, विदेश में कोनाय से कहू। विदेश में केनाय से कहू। विदेशमा कस्तो छ त्यो भन। अनि बहिनीले भन्नुहुन्छ यता त भयावह छै अवस्था। यहाँ त भयावह भनेको एकदम भयानक छ अवस्था, भयावह छै अवस्था। ओना खाना के सामान सब त आइब जाय छै, मुदा नेपाली सबके काम नै होबाक कारण पाई के अभाव होय लागल छै। यता त भयावह छै अवस्था, यहाँ त एकदम भयानक छ अवस्था। ओना यसो त खाना के सामान सब त आइब जाय छै, खाना को सामानहरु त आउँछ, मुदा, मुदा भनेको तर, मुदा नेपाली सबके काम नै होबाक कारण पाई के अभाव होय लागल छै। तर नेपालीहरुसँग काम नभएर पाई भनेको पैसा, पैसा को अभाव हुन लाग्छ। एक महिना अहिना भेले आरो त बड दिक्कत हेते। एक महिना अझ यस्तो भयो भने एकदम गाह्रो हुन्छ। अनि दिदीले भन्नुहुन्छ हाँ सेहे त देश की आ विदेश की कोरोना ककरो नै बक्सलकै। त्यही त, हाँ सेहे त मतलब त्यही त देश के र विदेश के कोरोनाले कसैलाई छोडेन, ककरो नै बक्सलकै। सबतर व्याह पीडा आ दुख। सबतर भनेको सबै ठाउँमा, व्याह भनेको त्यही पीडा र दुख। मुदा ऐ बन्दी में धिया पुता सबके आनन्द भेल छै। तर यो बन्दमा धिया पुता भनेको, धिया भनेको छोरी, पुता भनेको छोरा, बाल बच्चाहरुलाई सबके आनन्द भेल छै, रमाइलो भएको छ। नै पढ के, नै लिख के, खाए के आ सुत के। नै पढ के भनेको न पढ्नु छ, नै लिख के भनेको न लेख्नु छ, खाए के आ सुत के भनेको खानु छ र सुत्नु छ। अनि फेरि यता बहिनीले भन्नुहुन्छ हाँ ठीकै कहलौ। ठीकै भन्नुभयो। धिया पुता के थोड़ी न कोनो चिन्ता। धिया पुता भनेको बाल बच्चा के थोड़ी न, बाल बच्चालाई थोड़ी न कुनै चिन्ता छ। माँ बाप कतौ न कतौ से जोगाड कइएलाल। माँ बाप भनेको आमा बुवा, कतौ न कतौ से कहीं न कहीँबाट जोगाड कइएलाल भनेको व्यवस्था गरिहाल्छन्। जोगाड वर्डसँग सबैजना परिचित हुनुहुन्छ। आइ काल के धिया पुता भरो दिन मोबाइल में लटकल रहल। आ भनेको र, आज भोलिको, आइ काल के धिया पुता, आज भोलिको धिया पुता
भरो दिन मोबाइल में लटकल रहल, दिनभरि मोबाइल चलाएर बस्छन्। आइकाल खेलो सब अही में छै, आजकल खेलहरू पनि यसैमा छ। सिनेमा आ सिरियल सब वही में, सिनेमा भनेको मुभी भयो, सिनेमा र सिरियल सबै वैसमै छ। अनि दिदीले फेरि भन्नुहुन्छ, कोही बात नै, कहुनाको घर में बैसल रहौ बस भ गेलै। कोही बात नै भनेको केही छैन, कहुनाको जसरी पनि घर में बैसल रहौ, घरमै बसिरहुन् बस भ गेलै, बस त्यति त भयो भनेर। अखन त सरकारो स्याह कहिरहल छै। अखन भनेको अहिले त सरकारले पनि त्यही भनिरहेछ, घरैमै रहौ सुरक्षित रहौ, घरमै बसौँ सुरक्षित बसौँ। अनि बहिनीले भन्नुहुन्छ, हेतै दिदी अखन धरै छि त, फेरो बादमे बतियाब। हुन्छ दिदी अहिले राख्छु त, फेरो बादमे बतियाब, फेरि पछि कुरा गरौँला, प्रणाम। अनि यता दिदीले भन्नुहुन्छ, हेतै खुस रहौ, राखु बौवा। ल साथीहरू, यो कन्भर्सेसन अब आफ्नो घरमा पनि तपाईँ मम्मी बुवा कसैसँग नि प्र्याक्टिस गर्नुहोस्। सानो सानो कन्भर्सेसनहरूलाई मैथिलीमा ट्राई गर्नु, अनि त्यसपछि मैथिली तपाईँ एकदम राम्ररी सिक्न सक्नुहुन्छ र नेक्स्ट टाइम मसँग भेट्नुभयो भने मसँग मैथिलीमै बोल्न सक्नुहुन्छ। यसको साथै हाम्रो आज क्लास सकिन्छ। सबैजनालाई नमस्ते, धन्यवाद, प्रणाम।